सबैलाई प्रभु येशू ख्रिस्टको नाउँमा जय मसीह। आज हामी प्रश्न नम्बर 33 मा छौं। आजको प्रश्न निर्दोषीकरण भनेको के हो? उत्तर: निर्दोषीकरण परमेश्वरले उहाँको सिद्धको अनुग्रहमा गर्ने कार्य हो, जहाँबाट उहाँले हाम्रो पाप क्षमा गर्नु भएर उहाँको दृष्टिमा हामीलाई धार्मिक भनी ग्रहण गर्नुहुन्छ। येशू ख्रिस्टको धार्मिकतामा हामीलाई गन्ती गर्नुहुन्छ। निर्दोषीकरण केवल विश्वासद्वारा मात्र प्राप्त गर्न सकिन्छ। हामीले यो शब्द निर्दोषीकरणको बारेमा धेरै पटक सुनेका छौं र यो हाम्रो लागि कुनै नयाँ शब्द पनि होइन। तर आज बिहानै हामी सबैजनालाई, मतलब तपाईँ र म प्रतिको परमेश्वरको निर्दोषीकरणको बारेमा याद गराउन चाहन्छु। अक्सफोर्ड शब्दकोशको अनुसार निर्दोषीकरण भनेको एउटा यस्तो अवस्था हो जसमा कुनै कुरालाई व्यवहारिक र ठिक देखाउनु हो। तर बाइबलीय शिक्षा अनुसार निर्दोषीकरण भनेको के हो भन्ने बारेमा हामी आज हेर्नेछौँ। प्रिय विश्वासीहरू, आज बिहानी तपाईहरूको माझमा पढ्नको लागि मसँग 3वटा बुँदाहरू छन्। पहिलो बुँदा निर्दोषीकरणको अर्थ। निर्दोषीकरण भनेको परमेश्वरको अघि पूर्ण हिसाबमा धार्मिक हुनु हो। एउटा पापीले आफूमा येशू ख्रिस्टको धार्मिकतालाई पहिरिन्छ र परमेश्वरले येशू ख्रिस्टको धार्मिकतामा पापीलाई सिद्ध देख्नुहुन्छ। निर्दोषीकरण भनेको परमेश्वरको एउटा न्यायिक कार्य यो जसद्वारा जसले येशू ख्रिस्टमा विश्वास राख्छन् उनीहरू येशू ख्रिस्टको नजरमा धार्मिक घोषणा गरिएका छन् अनि सजाय र दोषबाट मुक्त भएका छन्। जब हामीले प्रेरितको पुस्तक 13:38-39 मा हेर्छौँ, त्यहाँ यो पाउँछौँ कि हामीले विश्वासद्वारा पापको क्षमा पाएका छौँ र अब हामी धर्मी छौँ। आमेन। प्रेरित 13:38-39 मा लेखेको छ, यसकारण भाइ हो, तपाईहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा पाप क्षमा हुन्छ भने घोषणा तपाईहरूलाई गरिएको छ। तपाईँ विश्वास गर्नेहरू हर एकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनु भएको छ, जुन छुटकारा मूसाको व्यवस्थाद्वारा तपाईहरूको निम्ति सम्भव थिएन। दोस्रो बुँदा, हामी कसरी धार्मिक भएका छौँ? बाइबलले हामी स्पष्ट रूपमा यो बताउँछ कि कोही पनि आफ्नो काम र प्रयासबाट धर्मी भएको छैन। हामीले यो रोमी 3:20 र गलाती 2:16 पाउन सक्छौँ। हामीले नयाँ नियममा सुन्दर शिक्षा पाएका छौँ कि हामी कसरी धार्मिक ठहरिएका छौँ भनेर। नम्बर 1, हामी परमेश्वरद्वारा धार्मिक ठहरिएका छौँ। परमेश्वर निर्दोषीकरणको लेखक र त्यो निर्दोषीकरणलाई दिने प्रमुख हुनुहुन्छ। रोमी 4:5 भन्दछ, जसले कर्म चाहिँ गर्दैन तर भक्तिहीनलाई धर्मी ठहराउनु हुने, परमेश्वर माथि भरोसा राख्दछ, त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ। नम्बर 2, हामी परमेश्वरको अनुग्रहद्वारा धर्मी ठहरिएका छौँ। त्यसको मतलब हामीमा भएको कुनै
योग्यता बिना नै हामी धर्मी भएका छौँ। रोमी 3:24 लेखेका छौँ, परमेश्वरको अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन्। नम्बर 10, हामी विश्वासद्वारा धर्मी ठहरिएका छौँ। एउटै मात्र अवस्था जसद्वारा हामी धर्मी हुन सक्छौँ त्यो चाहिँ हो येशू ख्रीष्टमा पुरा विश्वास गरेर। रोमी 5:1 भन्दछ, यसकारण विश्वासद्वारा धर्मी ठहरिएका हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएका छ। अब हामी हेर्नेछौँ अन्तिम बुँद निर्दोषीकरणको नतिजा। प्रिय विश्वासीहरू, म तपाईहरू सबैलाई रोमी 5:1-11 पढ्नुहोस् भनेर अनुरोध गर्न चाहन्छु। यहाँ हामीले निर्दोषीकरणको नतिजाको बारेमा पाउँछौँ। पहिलो कुरा, प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। 5:1 एक पटक हामी परमेश्वरको शत्रु थियो, तर क्रुसमा येशू ख्रीष्टले हामीलाई परमेश्वरसँग मिलाप गराउनु भएको छ। पाठ 2 अनुसार परमेश्वरको महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौँ अनि त्यसै गरी तेस्रोमा हामी आफ्नो सङ्कष्टमा रमाउँछौँ, जसको मतलब जब समस्या र परीक्षाहरू आउँछन् तिनीहरूलाई परमेश्वरको अनुग्रहद्वारा हामीले सामना गर्न सक्छौँ। अन्तिम 11 पद अनुसार परमेश्वरमा हामी रमाउँदछौँ। शाब्दिक रूपमा भन्नुपर्दा हामी परमेश्वरमा रमाउँछौँ। हामी जो पहिला दोषी थियौँ, हराएका पापी थियौँ, आज उहाँको अनुग्रहद्वारा धार्मिक ठहरिएका छौँ र उहाँमा आनन्दित छौँ। अन्त गर्नुभन्दा पहिला प्रिय विश्वासीहरू, मलाई आशा छ तपाईहरूलाई त्यो क्रुसमा टाँगिएको अपराधीको बारेमा याद छ होला। उसले भनेको थियो, हे येशू, तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्। अनि येशूले त्यसलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ। त्यो अपराधीले कुनै असल काम गरेको थिएन, क्रुसमा टाँगिनु योग्यको थियो, तर परमेश्वरलाई प्रशंसा होस्, उसको त्यो क्रुसमा टाँगिएको अन्तिम बलवतले उसको जीवन बचायो। यो सुन्दर बिहानी हामी सबैजनाको लागि यो खुसी खबर हो। प्रभु येशू ख्रीष्टलाई आफ्नो सारा हृदयले विश्वास र भरोसा गरौँ। परमेश्वरमा पुरा भरोसा राख्न धेरै पटक असफल हुन्छ होला, तर प्रिय मित्रहरू, हरेस नखानुहोस्, येशूतिर फर्कनुहोस्। उहाँ सधैँ हामीलाई क्षमा दिन तयार हुनुहुन्छ। विश्वासद्वारा तपाईहरू धार्मिक ठहरिनुहुनेछ। परमेश्वरको महिमा होस्। हालेलुया, आमेन।